सम्पूर्ण साथीहरुमा नमस्कार। आज चाहिँ हामीहरू नेपालबाट युएसको टिकटक एकाउन्ट कसरी खोल्ने भनेर सिक्न गइरहेका छौँ। अब यसको लागि चाहिँ हामीले सुरुमा कुनै पनि एउटा फ्री VPN डाउनलोड गरेर युनाइटेड स्टेटको सर्भरलाई चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ। मैले चाहिँ यो प्रोटन VPN युज गरेर युनाइटेड स्टेटको सर्भरलाई सिलेक्ट गरेको छु। यहाँ हेर्न सक्नुहुन्छ तपाईँ। फ्री VPN मा सबैभन्दा बेस्ट र सेक्युर VPN चाहिँ मलाई यही प्रोटन VPN लाग्ने हुनाले म चाहिँ यसकै युज गरेर देखाउन गइरहेको छु। अब तपाईँ आफ्नो फोनमा भएको ब्राउजर ओपन गर्नुहोस् र यसमा चाहिँ तपाईले टिकटक साइन अप भनेर सर्च गर्नुहोस्। तपाईँ आफ्नो जुनसुकै ब्राउजर पनि प्रयोग गर्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ क्रोम ब्राउजर युज गर्ने गरेको छु। र यसमा चाहिँ तपाईले यो राइट साइडमा रहेको 3 डटमा गएर डेस्कटप साइट चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ। तपाईले यो काम आफ्नो पीसीबाट पनि गर्न सक्नुहुन्छ र मैले चाहिँ यहाँ फोन युज गरेको हुनाले मैले चाहिँ यहाँ डेस्कटप साइट सिलेक्ट गरेको हुँ र त्यसपछि चाहिँ तपाईले सुरुमा देखेको साइन अप मा क्लिक गर्नु होला। अब चाहिँ हामी साइन अप फर टिकटक एकाउन्ट भन्ने पेजमा आइसकेका छौँ र यहाँ चाहिँ हामीले अब युज फोन और इमेल लाई चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। अब यहाँ चाहिँ देख्न सक्नुहुन्छ हाम्रो डेट अफ बर्थ त्यसैगरी अरु डिटेलहरु पनि मागेको छ र सबैभन्दा पहिला चाहिँ हामी आफ्नो डेट अफ बर्थ राख्ने छौं। यहाँ चाहिँ तपाई आफ्नो मन्थ, डेट र इयर चुज गर्नु होला। यसपछि चाहिँ हामी अब साइन अप विथ इमेल बाट अगाडि जाने छौं किनभने हामीसँग युएस को फोन नम्बर चाहिँ नरहेको हुनाले हामी चाहिँ साइन अप विथ इमेल बाट चाहिँ आफ्नो एकाउन्ट खोल्ने छौं। यहाँ चाहिँ अब नम्बरको ठाउँमा इमेल आईडी सो भइरहेको छ र यसमा चाहिँ तपाईले आफ्नो इमेल आईडी इन्टर गर्नुहोस्। यसपछि तपाईले आफ्नो एउटा पासवर्ड पनि क्रिएट गर्नुपर्ने हुन्छ र पासवर्डको लागि चाहिँ तल दिएको क्राइटेरिया चाहिँ फुलफिल हुनुपर्छ। यहाँ तल 8 to 20 क्यारेक्टर्सको चाहिँ तपाईको पासवर्ड हुनुपर्छ जसमा चाहिँ लेटर्स, नम्बर्स र स्पेशल क्यारेक्टरहरु सबै समावेश भएको हुनुपर्छ। र मैले चाहिँ यहाँ आफ्नो इमेल आईडी र पासवर्ड इन्टर गरिसकेको छु। यसपछि हामीले यहाँ सेन्ड कोडमा क्लिक गर्ने छौं र यसमा क्लिक गरिसकेपछि तपाईले इन्टर गर्नुभएको मेल आईडीमा चाहिँ टिकटकले एउटा मेल पठाउने छ जसमा चाहिँ तपाईको 6 डिजिटको भेरिफिकेसन कोड आउने छ र यसमा चाहिँ हामी हेर्छौं है त। मैले आफ्नो यहाँ जीमेल खोल्छु र यसमा चाहिँ टिकटकबाट आएको 6 डिजिटको भेरिफिकेसन कोड चाहिँ म यहाँ इन्टर गर्न गइरहेको छु। अब यसपछि हामी यहाँ तल नेक्स्टमा क्लिक गर्ने छौं। अब चाहिँ हामी यहाँ आफ्नो टिकटकको युजर नेम क्रिएट गर्नुपर्ने हुन्छ। म चाहिँ यहाँ आफ्नो नाम राखेर अगाडि बढ्ने छु। तपाई चाहिँ आफ्नो राख्न चाहेको युजर क्रिएट गर्नु होला र साइन अप मा चाहिँ क्लिक गर्नु होला। यति गरिसकेपछि चाहिँ हाम्रो युएस को टिकटक एकाउन्ट चाहिँ रेडी भएको छ र अब हामी चाहिँ टिकटक एपमा गएर हामीले राखेको युजर आईडी र पासवर्ड चाहिँ त्यहाँ राख्यौं भने हामीहरु आफ्नो टिकटक एकाउन्टमा चाहिँ लगइन गर्न सक्ने छौं। हेरौं है त। फोनमा रहेको टिकटक एप खोल्नुहोस् र फर्स्ट अप्सनमा क्लिक गर्नुहोस् र यसमा चाहिँ इमेल युजर नेममा क्लिक गर्नुहोस्। यहाँ चाहिँ युजर नेम इन्टर गर्नुहोस्। म चाहिँ आफ्नो युजर नेम राख्न गइरहेको छु र कन्टिन्युमा क्लिक गर्नुहोस् र यसपछि चाहिँ हामीले क्रिएट गरेको पासवर्ड यहाँ इन्टर गर्नुहोस् र कन्टिन्युमा क्लिक गर्नुहोस् र यसपछि चाहिँ यहाँ एउटा सानो डायलग बक्स पपअप हुन्छ र यसमा चाहिँ तपाईले यो पजल चाहिँ मिलाउनु पर्ने हुन्छ र यसलाई घिसार्दै चाहिँ यसमा सेट गर्नुहोस् र त्यसपछि चाहिँ तपाईको टिकटक एकाउन्ट चाहिँ रेडी हुनेछ। यहाँ चाहिँ हाम्रो युएस को टिकटक एकाउन्ट क्रिएट भइसकेको छ र हामी एकचोटी यसलाई भेरिफाई गर्ने छौं र आफ्नो प्रोफाइलमा गएर चाहिँ राइट साइडमा 3 डटमा क्लिक गर्नुहोस् र त्यसपछि चाहिँ यहाँ देखाएको टिकटक स्टुडियोमा चाहिँ क्लिक गर्नुहोस्। त्यसपछि अलि तल मोनेटाइजेसनमा क्लिक गर्नुहोस् र अलि तल आउनुहोस् र यहाँ चाहिँ तपाई देख्न सक्नुहुन्छ क्रिएटर रिवार्ड प्रोग्राम भनेर सो भइरहेको छ। यो सो हुनुको मतलब चाहिँ अब यो चाहिँ युएस को एकाउन्ट क्रिएट भइसकेको छ भन्नु हो र यसमा चाहिँ यता राइट साइडमा भ्यू वालमा क्लिक गर्नुहोस्। यहाँ देख्न सक्नुहुन्छ तपाईले सेकेन्ड अप्सनमा चाहिँ हाम्रो क्रिएटर रिवार्ड्स प्रोग्राम चाहिँ सो भइरहेको छ र यसमा चाहिँ हामीले
1 मिनेट र त्योभन्दा लामो भिडियोहरू बनाएर चाहिँ इन्कम गर्न सक्छौँ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद र यस्तै खालको भिडियोहरू भविष्यमा हेर्न चाहनुहुन्छ भने यो च्यानललाई चाहिँ सब्स्क्राइब गर्नुहोला। हस्त धन्यवाद।